सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज त मैले नयाँ देशको नयाँ नेसनल डिस लिएर आएको छु। अनि यो नेसनल डिस चाहिँ मैले किर्गिस्तानको नेसनल डिस चाहिँ बेसरमाक भन्ने हो। मजाले प्रोनाउन्सिएसन गर्न आएन, यो बेसरमाक भन्ने हो। र फर्स्टमा चाहिँ हामीले मासु सानो ठिक्क ठुल्ठुलो साइजमा काट्छौँ। यसरी काटिसकेपछि अब यसलाई हामीले बोइल गर्न सुरु गर्छौँ। अब मासु काटेको यसलाई भाँडामा राख्ने, अनि त्यसपछि यसलाई मजाले उमालिदिने। यसलाई चाहिँ पुरै सफ्ट हुने बेलासम्म उमाल्नुपर्छ। प्रेसर कुकर युज गर्दा पनि हुन्छ, नत्र यसरी बोइल गर्दा पनि हुन्छ। अनि थोरै स्वाद अनुसारको नुन हाल्ने। अनि त्यसपछि यतिको पानी डुब्ने गरी हाल्नुपर्छ। अनि त्यसपछि तेजपत्ता 2-3 पत्ता, अनि त्यसपछि यो ब्ल्याक पेपर मरिच हालेर अब यसलाई 1-2 घन्टा जति मजाले मासु सफ्ट हुने बेलासम्म उमाल्ने। त्यो मासु पाक्दै गर्छ त्यहाँ साइडमा। अब यहाँ हामीले नुडल्स बनाउने छौँ, होममेड नुडल्स। म चाहिँ 2टा अन्डा लिएको छु। यसलाई मजाले फुट्ने। अनि थोरै नुन, अनि त्यसपछि पिठो चाहिँ थोरै राख्नुपर्छ। थोरै राख्ने, थोरै चढाउँदै गरेर थोरै थप्ने। त्यस्तै गर्दै अब यसलाई मजाको, धेरै साह्रो पनि होइन धेरै गिलो पनि होइन, ठिक्कको डो बनाउने यसलाई। त्यसरी मजाले मुस्ने। यो अझ हातमा तासिरहेको छ, अझै हल्का सार भए थोरै पिठो थप्ने। अझ यसलाई मजाले हातमा नतास्ने बेलासम्म मजाले यसलाई मुस्ने। पिठो यतिको भएको छ, यसलाई अब हाम्रो रेस्ट गर्न छोड्नेछौँ। अब यसलाई यताको उम्लिसकेपछि चाहिँ सानो हिटमा राखेर पकाउनुपर्छ। अनि यस्तो साइडको यसरी फोरहरू चाहिँ निकालेर फालिदिनुपर्छ। यस्तो गऱ्यो भने चाहिँ हाम्रो यो सुप चाहिँ क्लियर हुन्छ, राम्रो हुन्छ। सबै निकाल्ने। हाम्रो पास्ता भनौँ, नुडल्स भनौँ न होइन, यसलाई हामीले 10-15 मिनट जति यतिकै रेस्ट गर्नको लागि छोडिसकेका छौँ। अब हामीले यसलाई बेल्नेछौँ। यसलाई पातलो बेल्नुपर्छ, बाक्लो गर्दा पनि हुन्छ, तर पातलो चाहिँ राम्रो हुन्छ। हाम्रो चाहिँ अब यो नुडल्स रेडी भइसकेको छ। अब यसलाई हजुरलाई कस्तो मनपर्छ त्यस्तै काट्दा हुन्छ। हामी चाहिँ कस्तो खान्छ, स्क्वायर खाँदा पनि हुन्छ। खासमा यिनीहरूले चाहिँ अब त्यो लाम्चो त्यस्तै गर्दा पनि हुन्छ। हामी पनि त्यो लाम्चो बनाउँछौँ है त। अब यसलाई टक्क काट्नलाई रेडी है त। अब हामी यसलाई काट्छौँ। हेर्न सक्नुहुन्छ कति मजाको भयो। तर्फबाट पिठो हालेको छु ताकि नतासोस् भनेर। टक्क यसरी फोल्ड गरिदिने। त्यसपछि यहाँबाट काट्छौँ है त। अब यसलाई हामीले मजाले हजुरलाई कस्तो मनपर्छ त्यस्तै गरेर काट्नु होला। म चाहिँ यस्तो काटेको छु है। कलर तर्फ जानेछौँ। हाम्रो मासु कतिको पाक्यो हेरौँ। अलि रेडी भएको छैन जस्तो चेक गरौँ है त। यसलाई हामीले अलरेडी यसलाई 1 घन्टा जति पकाइसकेका छौँ।
अलिक तातो रहेछ है अलिकति अझै सफ्ट भएको रहेछ पाक्न त पाइसक्यो अझै यसलाई सफ्ट बनाउनु पर्छ अझै त्यो भएर अर्को आधी घन्टा जति पकाउनेछौँ यसलाई अब हामीले आधी घन्टा जति पकाइसकेको छौँ यसलाई वाह अब यसलाई हामीले निकाल्छौँ है त मासु मात्र निकाल्नेछौँ अघि हामीले डाइस गरेको यसमा हाल्नेछौँ अनि यो रिङ गरेको पनि यसमै हाल्नेछौँ त्यो डाइस गरेको चाहिँ हामीले यतिकै त्योसँग मिक्स गरेर खान्छौँ अनि यो रिङ गरेको चाहिँ माथिबाट गार्निस हुनेछ त्यही भएर चाहिँ यो चाहिँ डाइस र रिङ गरेको त्यसपछि यो पानी उम्लिसकेपछि हामीले अघि नै बनाएको यो नुडल्स हाल्नेछौँ है त अब यसलाई हाम्रो नुडल्सलाई यसमा हाल्नेछौँ नुडल्स चाहिँ कसरी पाक्यो भने थाहा पाउन चाहिँ म हजुर हाल्नेछु अब देख्न सक्नुहुन्छ अहिले नपाकेको बेला चाहिँ तलै छ होइन यो केही माथि आएको छैन फ्लोट भएको छैन नि त यो जसरी प्याज माथि आएको छ हाम्रो पास्ता पनि माथि आउँछ क्या यो नुडल्स पकाउन चाहिँ त्यसै 4-5 मिनट मात्र लाग्छ अब यसलाई मजाले पकाउनेछौँ है त अब लगभग हुन लागिसकेको छ यो हजुरले देख्नुहुन्छ माथि आएको अब अर्कै 2 मिनट जति पकाउँछौँ यसलाई फेरि हुन्छ अब हाम्रो पास्ता मात्र बनाइरहेछ नुडल्स चाहिँ रेडी भइसकेको छ होइन यसको मैले पास्ता जस्तै हो त यो मैले झोल चाहिँ निकालेर यता राखेको छु साइडमा हाम्रो प्लेटिङ गर्न सुरु गरौँ है त अब हाम्रो रेडी भएको छ अब हाम्रो चाहिँ रेडी भएको छ माथिबाट चाहिँ मैले अघि नैको सुपको झोल हालेको छु हाम्रो रेडी भएको छ थ्याङ्क यू फर वाचिङ हजुरलाई पनि यो भिडियो राम्रो लाग्यो भने हामीलाई पनि घरमा बनाएर ट्राई गरेर खानु होला see you in next video thank you for watching bye bye have a good day